बिस्मिल्लाह वल्हम्दुलिल्लाह वस्सलातु वस्सलामु अला नबीना मोहम्मद व अला आलिहि व सहबिहि अजमाइन अम्मा बाद। आदरणीय दाजुभाइ र दिदीबहिनीहरू, आज म यस भिडियोमा रमजानको पवित्र महिनामा गर्ने केही उत्तम र श्रेष्ठ कार्यहरूको बारेमा चर्चा गर्नेछु। आशा गर्दैछु तपाईहरू यो भिडियोलाई ध्यानपूर्वक सुनि र हेरिदिनु होला। आदरणीय दाजुभाइ र दिदीबहिनीहरू, रमजान अल्लाह ताआलाको यो एउटा पवित्र, महान र बरकतपूर्ण महिना हो। यस महिनामा गरिएका असल कार्यहरूको प्रतिफललाई धेरै गुणासम्म बढाइन्छ। आदरणीय दाजुभाइ र दिदीबहिनीहरू, रमजानको पवित्र महिनामा श्रेष्ठ र उत्तम कार्यहरू मध्ये एउटा यो हो कि ईमान र पुण्यको आशाले यस पवित्र महिनामा उपवास बस्नु। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयो, मन साम रमजान ईमानन व इह्तिसाबा गुफिर लहु मा तक़द्दम मिन दम्बि। कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयो कि जो व्यक्ति ईमान र पुण्यको आशाले यस पवित्र महिनाको उपवास बस्छ, उसको अघिल्लो पापहरू क्षमा गरिदिन्छन्। यस्तै यस पवित्र महिनामा गर्ने उत्तम र श्रेष्ठ कामहरू मध्ये क़यामुल लैल अथवा तरावीह हो। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयो, मन क़ाम रमजान ईमानन व इह्तिसाबा गुफिर लहु मा तक़द्दम मिन दम्बि। कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयो कि जसले ईमानको सँग र पुण्यको आशाको साथ रमजान महिनाको रातिमा क़यामुल लैल अर्थात तरावीहको नमाज पढ्छ, उसको अघिल्ला पापहरू क्षमा गरिदिन्छन्। त्यस्तै यस पवित्र महिनामा उत्तम र श्रेष्ठ कामहरू मध्ये कुरानलाई पढ्नु र बुझ्नु प्रयास गर्नु, कुरानलाई बुझेर सम्झेर पढ्ने प्रयास गर्नु र प्रत्येक दिन कुरानको केही आयत अथवा एक जुज पढ्ने प्रयास गर्नु। यस्तै यो पवित्र महिनामा उत्तम र श्रेष्ठ कामहरू मध्ये दान दिनु, सदका दिनु पनि हो। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम रमजानको महिनामा धेरै भन्दा धेरै दान गर्नुहुन्थ्यो। त्यस्तै यो पवित्र महिनामा जुन श्रेष्ठ र उत्तम कामहरू मध्ये उम्रा पनि हो। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयो कि रमजानको महिनामा उम्रा गर्दाखेरि त्यसको लाभ अथवा पुण्य हजको पुण्य जस्तो हो। त्यस्तै रमजानको पवित्र कार्यहरू मध्ये दुआ पनि हो। दुआ गर्नुस्, विशेष गरी इफ्तारीको समयमा, किनकि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयो कि इफ्तारीको समयको दुआलाई रद्द गर्दैन, त्यो दुआ कबुल हुन्छ। अर्थात रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयो कि इफ्तारीको समयको दुआ कबुल हुन्छ। अल्लाह रब्बुल आलमीनसँग प्रार्थना गर्दैछु, हामीहरूलाई यस पवित्र महिनामा धेरै भन्दा धेरै पुण्यको कार्यहरू गर्न तौफिक दियोस्। वसल्लल्लाहु अलैहि वसल्लम।